भालेन्साले यदि नेपालबाट करप्सन हटाउन चाहन्छन् भने उनले सिङ्गापुरबाट सिक्नुपर्छ। 1950 सम्म सिङ्गापुरमा एक्सट्रिम करप्सन थियो। सरकारी काम गर्न र पुलिससँग बस्नको लागि खुलेआम ब्राइब लिने गर्थ्यो र यो ब्राइबलाई कफी मनी भनेर लिने गर्थ्यो। 1951 मा $4 लाख बराबरको सामानहरू चोरी भयो र पछि इन्भेस्टिगेसनमा थाहा भयो कि त्यो चोरीमा पुलिसहरू पनि संलग्न थिए भनेर। तर 1959 मा प्रधानमन्त्री बने ली क्वान यू। शपथ लिने बेलामा उनी र उनको पार्टीको मेम्बरहरूले आफ्नो प्युरिटी र एन्टी करप्सन माइन्डसेट देखाउनका लागि सेतो कपडा लगाएका थिए। ली प्रधानमन्त्री भएपछि सिङ्गापुरको एन्टी करप्सन एजेन्सी सीपीआईबी लाई निकै नै पावरफुल बनाए। सीपीआईबी लाई कुनै अफिसर र पोलिटिशियन माथि करप्सनको शंका लाग्यो भने बिना वारेन्ट र इन्टरोगेसनको नै अरेस्ट गर्न सक्थ्यो। सीपीआईबी ले डाइरेक्टली प्रधानमन्त्रीलाई रिपोर्ट गर्नु पर्थ्यो र यदि सीपीआईबी ले चाहे भने प्रधानमन्त्रीको पनि इन्भेस्टिगेसन गर्न सक्थ्यो। र यो बाहेक सिङ्गापुर गभर्नमेन्टले गभर्नमेन्ट स्यालेरीहरू म्याक्सिमम रूपमा बढायो, जसले गर्दा करप्सन गर्ने बाध्यता पनि हट्यो। सिङ्गापुरले स्कुल लेभलदेखि नै एन्टी करप्सन माइन्डसेट डेभलप गर्नको लागि करिकुलम पनि त्यही अनुसारले डेभलप गर्यो र टिनेजरलाई एन्टी करप्सन माइन्डसेट सिकाउनको लागि भिडियो गेम पनि बनायो र यही टेक्निकहरू युज गरेर सिङ्गापुर आज वर्ल्डको 3rd लिस्ट करप्ट कन्ट्रीमा पर्ने गर्छ। थ्यांक्स फर वाचिङ दिस भिडियो। यस्तै भिडियोको लागि हाम्रो यो पेजलाई फलो गर्न नबिर्सनुहोला।